तपाईँले भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रूपमा खाने गरेको फलफुलमा विषादीको मात्रा कति छ वा छैन भनेर कसरी थाहा पाउने? उपभोक्ताहरूले हेरेर वा छामेर विषादी भए नभएको सजिलै थाहा पाउन सकिँदैन। यद्यपि अहिले नेपालमा परीक्षणै नभई बजारमा पुग्ने गरेको तरकारी र फलफुलमा विषादीको मात्रा प्रशस्तै पाइने गरेको छ। तर पछिल्लो समय उर्वरा भेन्चरले सजिलै तरकारी, फलफुल तथा माछा मासुमा विषादी भए नभएको परीक्षण गर्न सक्ने डिजिटल विषादी परीक्षण मेसिन बजारमा भित्राएको छ। नेपाली कृषिमा नयाँ नयाँ प्रविधिहरू भित्राउँदै आइरहेको उर्वरा भेन्चरले चीनमा निर्माण भएको ग्रीन टेस्ट नामक उक्त मेसिनले सजिलै तरकारीमा भएको विषादीको मात्रा के कति छ भनेर पहिचान गर्ने गरेको छ। ग्रीन टेस्ट नामक उक्त डिजिटल विषादी परीक्षण मेसिनले तरकारी तथा फलफुलमा विषादी भए नभएको कसरी पत्ता लगाउन सकिन्छ त? उर्वरा भेन्चरका सञ्चालक दिवेश लाल प्रधान यसरी प्रयोग गरी बताउनुहुन्छ। हामीले चाहिँ नेपाली बजारमा चाहिँ इनोभेटिभ एग्रिकल्चरको सामानहरू चाहिँ हामीले चाहिँ डिस्ट्रिब्युट गर्दै आइरहेको छौँ। त्यसमध्ये चाहिँ हामीले सोइल टेस्टिङमा चाहिँ हामीले धेरै काम गरिरहेको छौँ। त्यो सँगसँगै विषादीहरू चेक गर्ने अनि अरू कृषिका उत्पादनहरू चाहिँ मेसिनरीहरू तिनीहरू सबै चाहिँ हामीले चाहिँ नेपाली बजारमा चाहिँ सप्लाई गरिरहेको छौँ। आज चाहिँ हाम्रो चाहिँ एउटा नयाँ डिभाइस आएको छ ग्रिन टेस्ट भन्ने, जसले चाहिँ हाम्रो चाहिँ तरकारी, माछा र मासुमा भएको चाहिँ विषादीहरू चाहिँ सजिलोसँग चाहिँ टेस्ट गर्न सकिन्छ। हजुरलाई चाहिँ फर्स्टमा चाहिँ हामी यो खोलेर देखाउँदैछौँ। त्यसमा चाहिँ हजुरको एउटा डिभाइस हुन्छ, हजुरको यसलाई चाहिँ हामी ग्रिन टेस्ट भन्छौँ। हजुरहरूलाई चाहिँ आज चाहिँ हामीले चाहिँ यो डिभाइस चाहिँ कसरी युज गर्छ भनेर चाहिँ हामी त्यो टेस्ट गरिकन देखाउँछौँ। त्यसको लागि भने हामीले चाहिँ यता तरकारी र फलफुलहरू चाहिँ ल्याएको छौँ। अन भइसकेपछि अब हजुरले चाहिँ कुन चाहिँ फलफुल या माछा मासु चेक गर्नुहुन्छ त्यो सेलेक्ट गर्नुपर्छ, त्यो अनुसारको चाहिँ टेस्ट गर्नुपर्छ। जस्तै अब हामीले चाहिँ फर्स्टमा चाहिँ अब गुलबेडालाई नै चेक गरौँ। गुलबेडा चेक गर्नको लागि चाहिँ हामीले फर्स्टमा चाहिँ गुलबेडा सेलेक्ट गर्नुपर्ने हुन्छ यसमा। त्यसपछि चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ दुईवटा चाहिँ प्रबहरू हुन्छ, यो चाहिँ हामीले चाहिँ यसमा चाहिँ पसाउँछौँ, पुरै पसाउनु पर्ने हुन्छ। यसो पछाडि हेर्छौँ। यसमा राखिसकेपछि चाहिँ यसले चाहिँ अब हामीले मेजर भनेर गऱ्यो भने चाहिँ थिचेपछि चाहिँ यसले चाहिँ चेक गर्छ। अब यसमा चाहिँ कति मात्रामा चाहिँ नाइट्रेट कन्टेन्ट छ भनेर देखाउँछ अनि यो चाहिँ पास भयो कि फेल भयो भनेर देखाउँछ। यसमा चाहिँ तीनवटा कलरमा चाहिँ देखाउँछ। जस्तै अब यसमा चाहिँ लेस देन 30 भनेको छ, पास भनेर देखाएको छ नाइट्रेट कन्टेन्ट चाहिँ। त्यस्तै गरिकन अब हामी आलुको पनि त्यो चेक गरिकन हेर्छौँ। हामी आलु सेलेक्ट गऱ्यौँ, त्यसै गरिकन चाहिँ आलुमा चाहिँ हामी चाहिँ पसाउँछौँ। पसाएर त्यसपछि हामी मेजर भनेर थिच्छौँ। यसमा पनि पास नै छ, यसको पनि कन्टेन्ट चाहिँ विषादीको कन्टेन्ट चाहिँ कम रहेछ। प्राय बजारमा आउने तरकारी तथा फलफुलमा विषादीको प्रयोग अत्याधिक मात्रामा हुने गरेकाले उर्वरा भेन्चरले ग्रिन टेस्ट नामक विषादी परीक्षण मेसिन नेपाली बजारमा भित्राएको र उक्त मेसिन चलाउन निकै सहज र सजिलो भएका कारण आम सर्वसाधारण, व्यवसायी र उत्पादककर्ताहरूले पनि विषादीको मात्रा कति छ भनेर पहिचान गर्न सक्ने भएका कारण यो मेसिन निकै प्रभावकारी भएको सञ्चालक प्रधानको दाबी छ। उक्त मेसिनले विषादी परीक्षण गर्दा हरियो, फिक्का हरियो र रातो रङको संकेत चिन्ह मार्फत तरकारीमा विषादीको मात्रा पहिचान गरी हरियो संकेत चिन्हले खान हुने योग्य र रातो चिन्ह संकेतले खान नहुने भनी छुट्याउने गरेको छ। 45% भन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफुल स्वास्थ्यको दृष्टिकोणले प्रयोग गर्न अयोग्य मानिन्छ। यस्तै 35 देखि 45% बीचको मात्रामा विषादी भेटिएको तरकारी तथा फलफुल केही दिन कुरेर मात्र प्रयोग गर्न सकिने र 0 देखि 35% सम्म विषादी मिसाइएको तरकारी तथा फलफुल प्रयोग गर्न तथा बिक्री वितरणको लागि योग्य मानिन्छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने अत्याधिक विषादी र आर्सेनिक युक्त तरकारी भारतबाट नेपाल भित्रिँदा पनि सरकार उदासीन छ। परीक्षण बिना भित्रिने त्यस्ता तरकारी सिधै उपभोक्ताको भान्सामा पुग्छन्। विषादी र आर्सेनिकको मात्रामा मापदण्ड भन्दा बढी भएकाले खाडी राष्ट्र र युरोपमा प्रतिबन्ध त्यस्ता तरकारी नेपालमा निर्वाध रूपमा आउँछन्। भारतबाट आयात गरिएका तरकारीमा निर्धारित मापदण्ड भन्दा 750 गुणासम्म विषादी पाइएको छ। भारतमै त्यस्ता तरकारीको उपभोक्ता सम्बन्धी विवाद चलिरहँदा नेपालमा भित्रिँदा सरकार आवश्यक चनाखो नहुनुले उसको लापरवाही चरित्र उजागर हुन्छ।